हेलो हेलो साथीहरू, आज चाहिँ हामी कहाँ जानु लागेको भने म रेडी भएँ टक्कसँगले। उहाँले बाइक निकाल्नुभयो, मेरो बुढा र म चाहिँ डाँडातिर जाने सल्लाह भयो। अनि बेलुका बेलुकाको समयमा डाँडा निस्किन लाग्यौँ। टक्क बाइक निकाल्नुभयो। अनि यहाँनिर चाहिँ पर दिदीतिर नानी आउँदै हुनुहुन्थ्यो होइन। अनि त्यहाँबाट बोलायौँ। कहाँ पुगेर आउनुभएको भनेको बजार गएर आउनुभएको अरे। सुनौ है त। आऊ आऊ जाऊँ सुत्ता जाउँ, आऊ जाउँ, आऊ आऊ जाउँ जाउँ जाउँ। डाँडा पुगेर आउने हो। बोलायो कुन्तीलाई। अनि हेर्नु है माथि डाँडा जाने फेरि। बाई बाई, टाटा। नानी आउन खोज्यो अनि हुँदैन भन्नुभयो। दिदीलाई छोडेर अनि बाई बाई गरेर लाग्यौँ हामी। अनि यहाँ फोनबाट भिडियो भइरहेको थियो। अनि मेरो भैँस चाहिँ कस्तो भइरहेको छ मलाई नै थाहा छैन। यो चाहिँ अलिकति रुम अगाडिको रोड हो होइन। अनि टक्क यतिको रोड आयो। यसपछि जाँदै 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 हाम्रो कुराहरू पनि सुन्नु है। के थाहा आउन नि सक्छ। यहाँ चाहिँ के गर्नु थाल्यो फेरि। कस्तो सजिलो भइरहेको छ यहाँ त। भोजपुर 4 भनेको नजारा उ गर्यौ, पैसा बोक्यौ। के खाने डाँडामा गएर जेरी खाने कि त्यो लड्डु लगेर जाने कि के ल। कहाँ हो त्यो पनि रेडी टु गो। म आउनु र आउँदिन। जेरी होइन अर्को ल्याउन अर्को। त्यसपछि म गएँ। अनि गएँ तर त्यहाँनिर जेरी चाहिँ थिएन होइन। पाकेकै थिएन। अनि पाकेको पनि सकिएको रहेछ। अनि रसभरी थियो, रसभरीको रस मात्रै पाक्दो रहेछ। अनि सोधेँ मैले के ल्याउँ भनेर। अनि खजुरी भन्ने त्यो गुलियोवाला रहेछ। अनि त्यो ल्याएँ मैले। उहाँ चाहिँ बाहिर वेट गरिरहनु भयो, आउनु भनेको मान्नु भएन। अनि मैले त्यहाँनिर गएर किनेँ, ल्याएर हिँड्यौँ। त्यसपछि अगाडिको भनेको 4 भन्ज्याङ हो। 4 भन्ज्याङबाट लाग्यो उकालो हामी चाहिँ। चाहिँ 4 भन्ज्याङ भन्छ। मैले चाहिँ 2 ठाउँ मात्रै ल्याएँ किनभने बेलुका बेलुका भइसकेको थियो। अनि धेरै खानु हुँदैन नि त, भरे फेरि खाना खाइँदैन एकछिन खिर्किने भनेर यसो बाहिरको नजारा हेर्नको लागि गएका थियौँ। अनि मौसम चाहिँ खासै राम्रो खुलेको थिएन, अँध्यारो अँध्यारै थियो। 4 भन्ज्याङबाट उँभो लागेपछि यो भनेको बजारको नजारा हेर्दै गयौँ। तल देखिँदै गरेको नगरपालिका हो। त्यहाँ चाहिँ मेयर मेयर कप पनि हुँदै थियो। तर सुरु चाहिँ भएको थिएन, भर्खर भाषणहरू हुँदै थियो। त्यही भएर हामी त्यता गएनौँ। अनि अलिअलि
अनि यो रहेको छ माथि खानेपानी अफिस छेउको एरिया भोजपुर बजारको म चाहिँ भन्छु ठाडो बजार होइन। यसलाई चाहिँ खासै त्यस्तो केही पसलहरू चाहिँ छैन, घरैहरू मात्रै छ। पुरानो डिजाइनको घरहरू राम्रो राम्रो छ, कलरहरू लगाएको होइन। अनि हेर्दै हेर्दै हाँक्दै जाँदै थियो, अलिक बाटो पनि उकालो उकालो थियो। यसबाट यहाँ थोरै मात्रामा घुम्ती मोडिपछि आउने छ फेरि पानी ट्याङ्की। यताबाट जाँदा नि हुन्छ भन्दै हुनुहुन्थ्यो होइन हामी जाने डेस्टिनेसनमा चाहिँ, बट हामी बजारकै एरिया भएर जाने सल्लाह गऱ्यौँ। अनि उहाँले चाहिँ भन्दै हुनुहुन्थ्यो कि किन एकपट्टिको मात्र होइन देखिँदैछ भनेर, किनभने एकपट्टि मात्रै क्यामेरा छ यतापट्टि फोनबाट गरेको थियो। यो चाहिँ हाइवे निस्क्यो, उता पर चाहिँ पेट्रोल पम्प छ भने यता अगाडिको एरियालाई पानी ट्याङ्की भन्छ। यहाँ चाहिँ टिकट काउन्टरहरू छ, त्यसबाट यहाँबाट चाहिँ बोलेरोहरू सानसानो गाडीहरू सबै यहीँबाट लाग्ने हो, मेन हाइवे नै यही हो। अनि यहाँबाट फेरि हामी लाग्यौँ यता उँधो जानुपर्ने थियो। यता चाहिँ श्रीनाथ नयाँ आर्मी ब्यारेक पनि छ यहाँभित्र। यो भाइले चाहिँ मुख छोप्यो, किन छोप्यो थाहा भएन, सायद भिडियोमा आउँछु भनेर होला होइन। अनि हामी फेरि यता मोड्यो अफ रोड, त्यहाँ थोरै मात्रै भेटेर होइन। अफ रोडबाट थोरै जाँदाखेरि यहाँ पानी रहेछ। अनि बिस्तारै भने मैले, किनभने पानी लाग्यो भने त अनि लुगाहरूमा भऱ्यो फेरि आफूले हुँदाउने हो। अनि यहाँनिर एकजना अङ्कल पनि आउँदै हुन्थ्यो फोनमा बोल्दै धेरै टाढा त थिएन, थोरै नजिकै हो। यसपछि फेरि हामी गयौँ, यहाँबाट पनि छुट्नुपर्ने रहेछ, उकालो लाग्यौँ हामी। यहाँ आएँ म, मिस्टेक भएछ, यहाँबाट होइन तल्लोबाट चाहिँ ठ्याक्कै उकालो हो। यहाँबाट हो कि त्यहाँबाट हो भन्दै हुँदै थियो। अनि यहाँनिर बोलेर फेरि लाग्यो। बहिनीहरू नै हुँदो रहेछ, मैले त चिनिनँ। सुमनको बहिनीहरू यता मेरो नन्दाहरू। अनि उनीहरू बजार गएको भन्नुभयो। अनि यहाँ सानो बाटो मात्रै छ है, थोरै बाइक हिँड्ने मात्रै, अरू गाडीहरू चाहिँ आउँदैन। अनि यो ठाउँमा पुग्नको लागि चाहिँ थोरै ग्राभेलहरू हालेको रहेछ। यति भयो कति सहज त होइन, बर्खामा पनि। अनि मौसम चाहिँ त्यति राम्रो खुलेको थिएन, सायद बेलुकाको समय पनि भएर होला, 3:30 4को हाराहारी थियो। अनि यो अँध्यारै थियो। खासमा चाहिँ मलाई तिमीलाई म राम्रो भ्यू देखाउँछु भनेर लिएर जानुभएको थियो। अनि भन्दै थिएँ कि म यस्तो छ मौसम कसरी देखिन्छ होला भनेर। ठ्याक्कै ढेन्टडाङ हामी हाम्रो ठाउँ चाहिँ आइपुग्यो। अनि यस्तो रहेछ, म चाहिँ आएको थिइनँ, पहिलोचोटि हो। अनि यो चाहिँ माथिको लभ डाँडा भन्छ अरे, सायद केही छैन, यही एउटा उयो छ पार्टी जस्तो। अनि त्यसपछि टक्क रोक्यौँ। अनि म ओर्लिएँ अनि हेरेँ। मैले चाहिँ त्यो प्लास्टिकमा 2टा खजुरी भन्ने बोकेको थिएँ, गुलियोवाला, मिठो लाग्छ होइन। अनि यतापट्टि एउटा सल्लाहको रुख छ, त्यहाँनिर ग्राउन्ड छ राम्रो, पार्टी सार्टी खाने। नजारा यस्तो राम्रो देखिन्थ्यो भन्नुहुँदैछ मलाई चाहिँ, बट देखेको थिएन किनभने कुहिरो लागिरहेको थियो नि त, मौसमले साथ दिएन। र पनि हल्का हल्का देखिरहेको थियो भोजपुरको तलको पोखरी लाइन साइड। अनि यता बजार एरिया देखिन्थ्यो राम्रो नजारा। त्यसपछि भनेको त्यहाँ गुराँस फुलिरहेको थियो हल्का हल्का, 1-2टा मात्रै थियो। अनि म जान्छु टिप्न भने होइन, मान्नु भएन जानु, तपाईँ भनेको मान्नु भएन। अनि म चाहिँ हेरिरहेको थिएँ, यस्तोमा चाहिँ के हेर्नु होला भनेर। एकपल्ट त म धङ्ग पनि परेँ, भरे क्लियर हेर्नु आएको, यस्तो छ मौसम। हाम्रो यो चाहिँ नक्कली पतौरीवाला हो, ऊ यहाँ गालामा पनि ऊ बनाएर आएको छ। यता चाहिँ अनि राम्रो छ पिकनिकहरूको लागि, ड्राई पिकनिक उति नै होइन, जसले पनि बनाउनु भयो राम्रो बनाउनु भएछ, सायद समितिहरूले नै होला। अनि हाम्रो यो ढेन्टडाङ बाइक हो। त्यसपछि भनेको रुख गुराँस रहेछ तल, त्यो फुल पनि गुराँस टिप्नलाई चढेको चाहिँ गइसकेको थिएँ मरी, किनभने सधैँ सकिनँ मैले त्यो फुल नटिपिकन टक्क फोटो सोटो खिच्नु। लडी चाहिँ झर्न भाइ एउटा फुल टिपेर भने। अनि यहाँ सुन्नुहोस् है त के भन्दै हुन्छ, जान्दिनँ, कमल हुन्छ झरिसक्यो टिप्दै भुइँमा फाल न साँठकी साँठ के ल भयो
कहिले प्रेम गर्यो ल्याउ ल्याउ कसरी दिएको त अर्कोपट्टि एउटा बास कराङ कर्याक गरे बढेको नि यस्ता रुख त कति चढियो ओहो लडेको चाहिँ नदेखाउँ यस्तै यस्तै हो अब ल बन्द गर्नु न हाम्रो यो चाहिँ नक्कली पतौरीवाला हो ऊ यहाँ गालामा पनि ऊ बनाएर आएको छ के बनायो अब यो चाहिँ दाना दुनी ल्याएको छ खाएर चाहिँ फर्क्यौँ भन्ने कुरो हो त्यो देखेको छैन होला कि आम्मा कस्तो उयो भएर चेस डाँडामा गुडाँस टिप्न आएको गाइजहरू मैले टिपेको हो यस्तो खाँदैछु है यस्तो यो चाहिँ मिठो हुन्छ यस्तो भोजपुर बजारबाट ल्याएको यसको नाम के होला के हो भन्नु दालची मिश्री कति लानु नाम मिठो त होला नि टक्क डाँडामा आएर यसरी बस्थेको हामी चाहिँ ल खाइदे ल एउटा दुइटा फोटो खिचेँ अनि यस्तो यस्तो भिडियोहरू बनायो अनि गयो थ्याङ्क यू फर वाचिङ